आजको खेलमा विराटनगर र लुम्बिनी लायन्सको खेल भएको थियो। तर आजको खेलमा जुन विराटनगरले प्रदर्शन गरेको थियो यो सबैभन्दा कम र 17 ओभरमा अलआउट हुँदा 94 रन बनाएर सबैभन्दा एनपिएलको सबैभन्दा कम रन रेट बनाएर आउट भएको छ र फाइनलमा लुम्बिनी लायन्स प्रवेश गरेको छ। सायद अहिलेसम्म एनपिएल हेर्दाखेरि कम रन बनाएर अलआउट भएको चाहिँ विराटनगर किङ्स सायद सबैभन्दा पहिलो टिम हुनुपर्छ त्यस्तो लागिरहेको छ मलाई। लेग चरणको अन्तिम 3 खेल जित्दै जसोतसो प्लेअफमा स्थान बनाएको लुम्बिनी शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयलसँग सामना गर्नेछ। लुम्बिनी लायन्स विराटनगर किङ्सलाई 40 रनले हराउँदै नेपाल प्रिमियर लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ र कसिलो बलिङ प्रदर्शनका कारण विराटनगर 94 रनमै समेट भने लुम्बिनीसँग हार्न पुगेको छ। अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयलसँग चाहिँ प्रतिस्पर्धा गर्नेछ। नेपाल प्रिमियर लिग एनपिएल प्लेअफमा पहिलो 2 खेलको दोस्रो इन्डिङमा ब्याटिङ गर्नु निकै कठिन भएको थियो। तर लुम्बिनी लायन्सले बिहिबार क्वालिफायर 2 मा विराटनगर किङ्स विरुद्ध यसलाई पराजित गर्दै आफू फाइनलमा पुर्याएको छ। कीर्तिपुर त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा कसिलो बलिङ गर्दै लुम्बिनीले विराटनगरलाई 40 रनले हराएको छ। तर लिगको चरणको अन्तिम 3 खेल जित्दै जसोतसो प्लेअफमा स्थान बनाएको चाहिँ हो। शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयलसँग चाहिँ सामना गर्नुपर्नेछ। तर त्यो सामना गर्दा त्यति सजिलो भने हुने छैन, किनकि सुदूरपश्चिम अति नै बलियो टिम पनि हो र अत्यन्तै राम्रा खेलाडीहरू त्यस टिममा चाहिँ समावेश भएको हामीले देख्न पाउँछौँ। लगातार 5औं खेल जित्दै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको। लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमाडौँ गोर्खासलाई 4 विकेटले पराजित गरेको थियो भने क्वालिफायर 1 मा विराटनगर गत वर्षको उपविजेता पनि हो। सुदूरपश्चिमसँग 77 रनले पराजित भएको थियो। त्यसअघि समूह चरणमा पनि लुम्बिनी विराटनगरमाथि 5 विकेट विजय बनाएको छ। टस जितेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले 20 ओभरमा 8 विकेट गुमाउँदै 134 रन मात्र बनाएको थियो। तिलकराज भण्डारीले 3 विकेट लिएपछि जवाबमा विराटनगर 17.5 ओभरमा 94 रन बनाउँदै अलआउट भएको थियो। विराटनगर लगातार दोस्रो खेलमा 100 भन्दा कम रनमा अलआउट भएको छ। अघि नै मैले यसको व्याख्या गरिसकेको थिएँ। स्थिति हेरेर ब्याटिङ गर्नुपर्ने पिच थियो, तर हामीले जसरी ब्याटिङ गरेका थियौँ त्यस अनुरूप कुल स्कोरमा 20 देखि 25 रन कम बनाएका थियौँ। लुम्बिनीका अस्ट्रेलियन ब्याटी आरसी सर्टले भने हामी लिग चरणमा सबै खेल जित्नुपर्ने स्थितिबाट आएका हौँ, अब फाइनल पनि जित्छौँ। सर्टअप कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गरे र लुम्बिनीले ठुलो स्कोर बनाउन सकेन। दिनेश अधिकारी दोस्रो ओभरमै 1 रन बनाई आउट भएपछि उनीहरूले दोस्रो विकेटमा 56 बलमा 61 रनको साझेदारी गरे। रोहितले 30 बलमा सामाना 2 चौका र छक्कासहित 30 रन बनाएर सुभाष भण्डारीबाट बोल्ड भएका थिए। शानदार बलिङ गरेको सुभाषको तेस्रो सिक्का डिआरसी भए। उनले 41 बल खेलाउँदै 3 चौका र 1 छक्कासहित सर्वाधिक 45 रन बनाए। उनी 14औं ओभरमा आउट भए र सन्दीप जोरा र जेन्जी स्पिड शून्य तथा दिलीप नाथलाई 1 रनमा आउट गरी विराटनगर खेलमा फर्किएको थियो। शेर मल्ल 40 बलमा 7 रन बनाउँदै आउट भएका थिए। रुबेल ट्रमले 11 र अभिषेकले गौतम 2ले 2 रन बनाउँदै अभिजित रहेका थिए। विराटनगरबाट सुभाष र प्रतीश जीसीले 3-3 विकेट लिएका थिए। सुरुको 3 विकेट लिएको सुभाषले 4 ओभरमा 14 रन मात्र खर्चेर टोलीमा फर्किएको निर्णयलाई सही साबित गरेका थिए। प्रतीशले 4 ओभरमा 27 रन खर्चेर, कप्तान सन्दीप लामिछाने 4 ओभरमा 18 रन खर्चेर 2 विकेट लिएका थिए। अब यो गेममा चाहिँ अब लुम्बिनी लायन्स फाइनलमा पुगेको छ र सुदूरपश्चिम रोयलसँग चाहिँ यसले सामना गर्नेछ। तर यसको अबको स्कोर भने कति आउँछ र कसरी खेल्नेछ भन्ने कुरा चाहिँ अबको केही समय पछाडि थाहा हुनेछ। धन्यवाद।